हेलो एभ्रिवान, हामी चाहिँ रातिको 11:25 चाहिँ हाकिमपाडाको लागि निक्लेको थियो होटलबाट। र हाकिमपाडा चाहिँ किन गएको भने चाहिँ सानो बहिनीको चाहिँ बर्थडे थियो र हामी चाहिँ 12 बजी विस गर्ने पाराले पुगौँ भनेर चाहिँ हामी हिँडेको थियो। र उनीहरू चाहिँ रुममा प्रि बर्थडे सेलिब्रेसन गर्दै थियो रहेछ साथीहरूसँग होइन। मैले चाहिँ ठुलो बहिनीलाई भनेको थिएँ नि त हामी आउँदैछु भनेर, त्यसलाई चाहिँ गेट खोल्न आइज भनेर भनेको थिएँ होइन। र हामी पुग्नु पनि आँटेको थियो, हामी पुग्यो पनि। यो चाहिँ रुम हो नि त बहिनीहरूको, अन्त बहिनीलाई पर्खिरहेको थियो ठुलो बहिनीलाई हामी बाहिर। गेट कति बेला खोल्छ भनेर होइन। बहिनी पनि ठिक्कै आइपुगेछ अर्को बहिनीसँग। त्यहाँदेखि गेट खोलेर हामी रुममा पुग्यो र भाइले पनि केक लिएर रेडी रहेछ ठिक्कै पुग्दाखेरि होइन। यहाँ बर्थडे गर्लले हाँस्दै थियो। चेयरमा चाहिँ केक राखेर चाहिँ बहिनीलाई चाहिँ भुइँमा बसेर काट भनेर चाहिँ छुरी दिँदै थियो भाइले। बहिनी चाहिँ धाच्चै भुइँमा बस्यो होइन, हाँस्दै आफै लजाउँदै हाँस्दै केक काट्छ भन्दै थियो। आफै ह्याप्पी बर्थडे पनि गाउँदै थियो, हाँस्दै अब लजाउँछ पनि फेरि। यो छिटो काट भनेर हाम्रो छिटो काट्नु लाग्यो बर्थडेको केक होइन। त्यहाँदेखि केक काटेपछि चाहिँ केक काटेर चाहिँ केक खाइसकेर चाहिँ हामी चाहिँ सबैजना फेरि ठुलो बहिनी म बर्थडे गर्ल चाहिँ किचनतिर बस्यो। हाम्रो ग्रुप फोटो केटीहरूको। ठुलो बहिनीले यहाँ मासु पकाउँदै थियो, मैले चाहिँ काँक्रा छिल्दै थिएँ, बर्थडे गर्लले चाहिँ यहाँनिर आलु छिल्दै थियो।